यो विद्यार्थीको उपलब्धिको पछाडि चाहिँ यो विद्यार्थीको आन्तरिक क्षमता नै हो या विद्यालयको कलेजको वातावरण पढाउने पद्धति शैली अथवा अन्य कुराले पनि प्रभाव पार्छ के लाग्छ यहाँलाई? मलाई चाहिँ के लाग्छ भने विद्यार्थी सफल हुन अथवा असफल हुनको लागि चाहिँ विद्यार्थी स्वयंको भूमिका मात्रै हुँदैन। घर परिवारदेखि एकाडेमिक इन्स्टिट्युसनदेखि लिएर उसले चाहिँ पाउने इन्भाइरोमेन्टले पनि उसलाई चाहिँ कति सफल बन्ने र कति असफल बन्ने भन्ने कुरा रहन्छ। सरकारीमा पढाऊँ भने अब राम्रोसँग अध्यापन हुन्छ हुँदैन, राम्रो जनशक्ति उत्पादन गर्न सकिन्छ सकिँदैन भन्ने अवस्था छ आफ्नै छोराछोरीलाई होइन। अलिकति महँगो भयो, प्रतिस्पर्धा भयो, शैक्षिक भन्दा पनि अलिकति व्यावसायिक हिसाबमा चाहिँ गइरहेको छ निजी संस्थाहरू, शैक्षिक संस्थाहरू भन्ने छ। के लाग्छ यहाँलाई? यस्तो छ, अहिले अलिकति के छ नेपालमा अलिकति उद्योग व्यवसाय अथवा प्राइभेट इन्स्टिट्युसनदेखि लिएर प्राइभेट बिजनेसहरूप्रति हेर्ने दृष्टिकोण विभिन्न कालखण्डमा विभिन्न सरकारहरू आउँदाखेरिमा चाहिँ अलिकति त्यो नेगेटिभ चाहिँ भाइबहरू भएको कुरा जेनजी आन्दोलनबाट पनि हामी प्रश्न हुन्छौँ। अब निजी शैक्षिक संस्थालाई चाहिँ आउने सरकारले कस्तो कदम चाल्ला जस्तो लाग्छ? कसरी अगाडि बढाउला? निजी अथवा सरकारी पनि शैक्षिक संस्थालाई चाहिँ कसरी अगाडि बढाउला? अब आउँदो सरकारले चाहिँ शिक्षा र स्वास्थ्य, खास गरी चाहिँ शिक्षा स्वास्थ्य र यातायात, यी चाहिँ के हो त भन्दाखेरिमा देश विकासका मुख्य सूचक हुन्। यदि त्यो यसमा चाहिँ यातायातको सञ्जाल राम्रो छैन भने, शिक्षा राम्रो छैन भने, शिक्षा चाहिँ तब सर्वसुलभ छैन भने, विद्यार्थी पढ्न चाहेको विषय चाहिँ आफ्नै देशमा पढ्न पाउँदैन भने, त्यसपछि स्वास्थ्यको कुरा सर्वसुलभ छैन भनेदेखि चाहिँ डेफिनेटली चाहिँ देश एउटा राम्रो देश हो अथवा चाहिँ विकसित देश हो भन्न चाहिँ भन्न सकिँदैन। टाइटल स्पोन्सर म्याक्सहब एआई स्मार्ट बोर्ड, को स्पोन्सर WI Education Consultancy, supported by Novel Bank, KL Tower, F Cube Cinema, Tuki Resort, Oshis Creation, Sri Entra Education Foundation School, Media Partner OS Nepal, अर्थ सरोकार, शानदार मिडिया। के तपाईँ सोच्न सक्नुहुन्छ स्मार्ट क्लासरुम कस्तो देखिन्छ? म्याक्सहब स्मार्ट बोर्डले तपाईँलाई एक जीवन्त अनुभवतिर मार्गदर्शन गर्छ। विविध आकर्षण टिचिङ टुल जसले दैनिक शिक्षण अवस्थाहरूलाई जीवन्त बनाउँछ। उत्कृष्ट र समृद्ध अन्तर्क्रिया जुन कल्पना नै गर्न गाह्रो छ। स्मार्ट शिक्षण भन्दा पनि स्मार्ट सिकाइ कक्षा कोठादेखि बाहिरसम्म फैलिएको, हरेक स्थान र आवश्यकता अनुसारको विविध विकल्पहरू। साँचो अर्थमा भन्नुपर्दा एउटा स्मार्ट क्लासरुमको अनुभव। म्याक्सहब पिबोर्ड डिभाइस म्यानेजमेन्ट सिस्टमले बनाउँछ क्लासरुम व्यवस्थापन एकदम सहज। कम्प्लिट क्लासरुम सोलुसन अब मात्र म्याक्सहबमा सम्भव छ। म्याक्सहब स्मार्ट क्लासरुमले बनाउँछ डिजिटल सिकाइ सम्भव। From doubts to expert guidance to the visa success, WI Education Consultancy has helped thousands of students pursue their dream of foreign education. WI Education Consultancy, Putalisar मिडिया र ग्राभिटी होम ट्युसनको साथमा सञ्चालित कार्यक्रम द ग्राभिटी शो विथ एआई सेगमेन्टमा यहाँहरूलाई स्वागत छ। म प्रमिला राउत। हामी यस कार्यक्रममा एकजना अतिथिसँग कुराकानी गर्छौँ र हामीसँग कुरा गर्नको लागि योभन्दा अघिल्लो एपिसोडहरूमा चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स एआईले पनि साथ दिन्थ्यो, किनकि हाम्रो कार्यक्रमको नाम पनि ग्राभिटी शो विथ एआई सेगमेन्ट छ। तर यो एपिसोडमा भने हामीले एआईसँग कुराकानी गर्ने छैनौँ, हामी अतिथिसँग मात्र कुराकानी गर्नेछौँ। र अब जाउँ आजको हाम्रो अतिथितर्फ। आजको हाम्रो अतिथि हुनुहुन्छ काठमाडौँमा रहेको आदिम कलेजका संस्थापक प्रिन्सिपल शङ्कर प्रसाद शर्मा, जो शैक्षिक क्षेत्रमा लाग्नुभएको 16 वर्षभन्दा बढी भइसक्यो र उहाँको शैक्षिक योग्यताको कुरा गर्नुपर्दा MBSc IT गर्नुभएको छ भने पाठ्यक्रमसँगै सम्बन्धित केही पुस्तकहरू पनि लेख्नुभएको छ। म कार्यक्रममा उहाँलाई स्वागत गरिहाल्छु। सर नमस्कार, स्वागत छ। नमस्ते। आराम हुनुहुन्छ? एकदम। अब यहाँले यहाँको कुरा गरेर आदिम कलेजको प्रिन्सिपल हुनुहुन्छ होइन? अब अहिले अब शैक्षिक क्षेत्रकै अवस्था कस्तो छ, यहाँको कलेजको अवस्था कस्तो छ भन्ने कुराबाटै कुराकानी सुरु गरौँ। 8 वर्ष जस्तो भइसक्यो आदिम कलेजको यहाँ संस्थापक प्रिन्सिपलको रूपमा हुनुभएको पनि र कलेज स्थापना भएको पनि। कसरी चलिरहेको छ अहिले? कस्तो जनशक्तिहरू उत्पादन भइरहेका छन् र कस्तो जनशक्ति उत्पादन गर्ने लक्ष्यमा यहाँहरू हुनुहुन्छ? आदिम कलेज स्थापना भएको 8 वर्षमै हामी
मन्टेसरी लेभलदेखि मास्टर्स लेभलसम्मको एउटा कम्प्लिट एजुकेसन 3 वर्षदेखि 30 वर्षको मान्छेलाई पढ्न सक्ने एउटा शैक्षिक संस्था बनाएका छौँ। राम्रै छ, राम्रो तरिकाले अगाडि बढिरहेको छ र पछिल्लो पटक नेपालको राजनीतिक अवस्था त्यस पछाडि एउटा ग्लोबलाइजेसनको कारणले गर्दाखेरिमा विद्यार्थीहरू अवसरको खोजीमा राम्रो एजुकेसनको खोजीमा विदेश जाने हुँदाखेरि हायर एजुकेसनमा अलिकति त्यसले इम्प्याक्ट गरेको छ। ओभरअलमा चाहिँ आदिम कलेजको एउटा स्पेसिफिक रूपमा कुरा गर्दाखेरि हामीसँग राम्रै नम्बरमा विद्यार्थीहरू छ र विद्यार्थीहरूले विश्वास गर्नुभएको छ, अभिभावकले विश्वास गर्नुभएको छ, राम्रै गइरहेछ। भनेपछि अब जस्तो अब बाहिर यहाँले नेपालको कन्टेक्स्टमा अब बाहिर जाने नै प्रवृत्ति बढिरहेको छ भन्नुभयो भनेपछि अब नेपालभन्दा बाहिरको लागि नै अलिकति फोकस गरेर जनशक्ति बाहिर जानकै लागि चाहिँ जनशक्तिहरू उत्पादन गर्ने लक्ष्यमा हो र यहाँहरू? अब यस्तो छ, अहिले त्यस्तो देखेको चाहिँ त्यस्तै छ। किनभने नेपालको एकाडेमिक इन्स्टिट्युसनहरूले उत्पादन गरेको व्यक्तिहरूले नेपालमै कन्ट्रिब्युसन गर्ने त्यो अवसर राज्यले दिलाउन नसक्दाखेरिमा अथवा चाहिँ त्यो खालको एउटा इन्भाइरोमेन्ट नहुँदाखेरिमा चाहे त्यो +2 पछाडि जाने विद्यार्थी होस्, चाहे त्यो ब्याचलर्स गरेर जाने विद्यार्थी होस्, चाहे मास्टर्स गरेर जाने विद्यार्थी होस्, अथवा देशका विभिन्न सेक्टरमा चाहिँ एकदम विद्वता प्राप्त गरेका व्यक्तिहरूले नेपालमा चाहिँ एउटा स्योर सोर्स करियर नपाउँदाखेरिमा चाहिँ हामीले उत्पादन गरेका जनशक्तिहरू अहिले चाहिँ विदेशमा चाहिँ काम गरिरहेको र विदेशका देशहरू बनाइरहेको इक्जाम्पल अमेरिकादेखि लिएर अस्ट्रेलियादेखि लिएर इभन दुबई, कतार, मलेसियाको कुरा गर्ने हो भने स्किल्ड मेन पावरहरू त्यहाँ चाहिँ गएर त्यहाँको डेभलपमेन्ट भइरहेको छ भने नेपालमा चाहिँ ठ्याक्कै त्यो हुन सकेको छैन। अब तपाईँले भनेको प्रश्नमा चाहिँ हामी एउटा स्किल्ड मेन पावर उत्पादन गर्ने संस्था बन्यो, तर त्यो स्किल्ड मेन पावरबाट हामीले यहीँ रिटर्न लिनुपर्ने, यहीँको विकासमा चाहिँ उहाँहरूलाई चाहिँ प्रयोग गर्नुपर्ने, त्यो नभएर चाहिँ बाहिर देशमा गएर त्यहाँ अझ हाम्रोभन्दा बढी अवसर पाएर गरेको कारणले गर्दाखेरिमा हामीले चाहिँ देशलाई जुन कन्ट्रिब्युसन गर्नुपर्ने थियो त्यो चाहिँ कन्ट्रिब्युसन हाम्रो युवा शक्तिहरूबाट, जनशक्तिहरूबाट हुन सकेको छैन। त्यो चाहिँ दुःख लाग्दो कुरा छ। अब यो विदेशिनुपर्ने कुरा, विद्यार्थीहरू पलायन भइरहेको कुरा अझ हामी पछाडि जोड्छौँ नै। त्योभन्दा अगाडि कुरा जोड्न चाहे यहाँको विद्यालय केही स्टुडेन्टहरू, यहाँकै उत्पादित विद्यार्थीहरूले BSc CS ITमा चाहिँ नेपाल टप पनि गर्नुभएको छ। भर्खरै मात्र यो जानकारी पनि आएको छ, त्यसको लागि यहाँहरूलाई बधाई दिन चाहन्छु। र अब यो अलिकति प्रतिस्पर्धामा नम्बर 1मै आउने कुरा आउनुभयो, विद्यार्थीहरू प्रतिस्पर्धामा नम्बर 1मै आउनु अथवा अलिकति नेपाल टप नै गर्नुभएको छ नि, अलिकति यो उपलब्धि राम्रै उपलब्धि हो नि त। यो विद्यार्थीको उपलब्धिको पछाडि चाहिँ यो विद्यार्थीको आन्तरिक क्षमता नै हो या विद्यालयको कलेजको वातावरण, पढाउने पद्धति, शैली अथवा अन्य कुराले पनि प्रभाव पार्छ? के लाग्छ यहाँलाई? मलाई चाहिँ के लाग्छ भने विद्यार्थी सफल हुन अथवा असफल हुनको लागि चाहिँ विद्यार्थी स्वयंको भूमिका मात्रै हुँदैन। घर परिवारदेखि एकाडेमिक इन्स्टिट्युसनदेखि लिएर उसले चाहिँ पाउने इन्भाइरोमेन्टले पनि उसलाई चाहिँ कति सफल बन्ने र कति असफल बन्ने भन्ने कुरा रहन्छ। त्यसले गर्दाखेरि आदिम कलेजले चाहिँ क्रिएट गरिदिएको एउटा चाहिँ एकाडेमिक इन्भाइरोमेन्ट के हो त भन्दाखेरिमा चाहिँ अहिलेको समयमा म आफै पनि एउटा चाहिँ आइटीको स्टुडेन्ट भएको हिसाबले चाहिँ मैले विद्यार्थीहरूलाई चाहिँ के भन्ने गरेको छु भने कन्टेन्ट लर्निङ आजका दिनमा टेक्स्ट बुक लर्निङ अथवा हामी त्यसलाई कन्टेन्ट लर्निङ भन्छौँ। कन्टेन्ट लर्निङ आजको 21st सेन्चुरीमा एआईको समयमा इम्पोर्टेन्ट कुरै भएन। विद्यार्थीले चाहिँ राम्रो ल्याङ्ग्वेज, अहिलेको स्कुलको स्टुडेन्टहरूको चाहिँ ल्याङ्ग्वेज पनि राम्रो छ, इङ्ग्लिस ल्याङ्ग्वेज पनि राम्रो छ, नेपाली ल्याङ्ग्वेज पनि राम्रो छ। अझै विद्यार्थीहरू त मल्टिलिङ्गुअल ल्याङ्ग्वेजमै दखल राख्न थालिसकेका छन् अहिले एआईको कारणले गर्दाखेरि, इन्टरनेटको कारणले गर्दाखेरिमा। अनि मैले के भन्छु विद्यार्थीहरूलाई चाहिँ जहिले पनि के भनेर इन्करेज गर्छु, इन्सपायर गर्ने प्रयास गर्छु भन्दाखेरिमा चाहिँ कन्टेन्ट लर्निङमा चाहिँ मात्रै फोकस भएर हुँदैन। किन भन्दा इक्जाममा पास हुनु र फेल हुनुले मात्रै अबको समयमा वर्ल्ड मार्केटमा चाहिँ जब अपर्च्युनिटी, त्यसमा बिजनेस, एन्टरप्रेन्योरसिप यिनीहरू चाहिँ गर्न चाहिँ गाह्रो छ। त्यसले गर्दाखेरि अबको पछिल्लो समयमा विद्यार्थीले चाहिँ ध्यान दिनुपर्ने, एउटा अभिभावकले पनि ध्यान दिनुपर्ने र चाहिँ स्कुल कलेजले पनि ध्यान दिनु परेको कुरा भनेको चाहिँ क्रिएसनमा हो, क्रिएटिभिटी र इनोभेसनमा र इनिसिएसनमा चाहिँ हामीले ध्यान दिन सक्यौँ भने पक्कै पनि विद्यार्थीले राम्रो गर्न सक्छन्। किन भन्दाखेरि पढ्ने भन्ने कुरा त विद्यार्थीले 2-4 घन्टा, 8-10 घन्टा, 1 महिना अगाडि, 15 दिन अगाडि राम्रो तयारी गर्न सक्यो भने इक्जाममा राम्रो मार्क्स ल्याएर पास गर्न सक्छ। तर हाम्रो उद्देश्य भनेको अब पास मात्र होइन, त्यो विद्यार्थीले चाहिँ आफ्नो जीवनमा आफूलाई मात्र नभएर चाहिँ सोसाइटीलाई पनि केही कुरा दिन सकोस्, राम्रो गर्न सकोस्, सोसाइटीप्रति चाहिँ एथिकल होस्, इन्सपिरेसनल होस् र ऊ चाहिँ हाइली स्किल्ड होस् भन्ने चाहिँ हामी चाहना राख्छौँ। त्यही अनुसारले विद्यार्थीले ग्रुमिङ गर्दाखेरिमा यसपटक हाम्रो सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत BBA र CSIT को भर्खर रिजल्ट आएको छ। CSIT तर्फ
फर्स्ट सेकेन्ड थर्ड नै हाम्रै कलेजबाट चाहिँ युनिभर्सिटी टप गरेका छन् भने बिबिएतर्फ चाहिँ सेकेन्ड थर्ड फोर्थ पोजिसन चाहिँ आदिम कलेजबाट विद्यार्थीहरूले ल्याएका छन्। यो चाहिँ हामी सबैको लागि गर्वको विषय हो। सब यो उपलब्धि हासिल गरिरहँदा विद्यालयले नै हासिल गरेको, विद्यार्थी र विद्यालयले नै हासिल गरेको भनौँ न, गरिरहँदा एज अ प्रिन्सिपलको रूपमा चाहिँ कस्तो अनुभूति हुँदो रहेछ? डेफिनेटली मैले अघि पनि भने, किन भन्दाखेरि हामीले जुन खालको इन्भाइरोमेन्ट दिएका छौँ त्यो इन्भाइरोमेन्टमा हामीले गरेको केही पनि होइन, हामी चाहिँ मेहनत विद्यार्थीले गरेको डेफिनेटली। किन भन्दाखेरि हामीले मेहनत गरिदिएर विद्यार्थीले चाहिँ राम्रो गर्ने भन्ने कुरा होइन, हामीले एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिएका छौँ जहाँ विद्यार्थीले चाहिँ पढ्छन्। विद्यार्थीले दिएको टास्कहरू, असाइनमेन्टको कुराहरू, रेगुलर इक्जामको कुराहरू, क्लास अटेन्डेन्सको कुराहरू, प्रोजेक्ट वर्कमा चाहिँ इन्भल्भमेन्ट हुने कुराहरू, नयाँ स्किलहरू चाहिँ सिक्ने कुराहरूमा चाहिँ एकदम अर्ली मर्निङदेखि लेट इभिनिङसम्म चाहिँ विद्यार्थीहरू कलेजमै बसेर अध्ययन गरिरहेको कारणले गर्दाखेरिमा यो नतिजा आएको हो। डेफिनेटली कलेजको प्रिन्सिपल भएको हिसाबले चाहिँ यो नतिजाप्रति म खुसी नै छु र कलेज परिवार खुसी नै व्यक्त गर्दछु। हजुर, हुन त अब कलेज विद्यालयहरूले आफ्नो तरिकाले आफ्नो सिस्टमले सिकाउने पढाउने त राख्नु नै हुन्छ होइन, तर पनि अब सरकारले तोकेको पाठ्यक्रममै टेकेर जानुपर्ने हुन्छ। अब कति कुराहरू के छन् भने अब नेपालको शैक्षणिक पद्धति नै ठिक छैन, पाठ्यक्रम ठिक छैन भन्ने एक थरी भन्ने पनि छ होइन। अर्को होइन, शिक्षा प्रणाली ठिक छ, शैक्षिक पद्धति ठिक छ, त्यो जनशक्तिको खपत गर्ने ठाउँ चाहिँ नभएको विद्यार्थीहरूको त्यो भन्ने पनि छैन। वास्तवमा यो शैक्षिक प्रणाली चाहिँ वास्तवमै चाहिँ कस्तो छ? यस्तो छ, अहिले चाहिँ केही यस्ता विषयहरू चाहिँ अहिले जस्तो सिएसआइटीको कुरा गरौँ, बिबिएको कुरा गरौँ, आइटीका कोर्सहरू र खास गरी म्यानेजमेन्टका कोर्सहरू जुन सेमेस्टर सिस्टममा डेभलप भएका छन् त्यो कोर्सहरू आफैमा राम्रो छन्। राम्रो नभएको होइन, कोर्स करिकुलम वर्ल्ड वाइड रूपमा हेर्ने हो भने तपाईँको चाहिँ कम्पिटेटिभ चाहिँ क्वेसन हुन्छ, तर जब इम्प्लिमेन्टेसनको कुरा हुन्छ हामी चुकिरहेको भनेको चाहिँ कहाँ हो त भन्दाखेरिमा इम्प्लिमेन्टेसनमा हो। त्यो इम्प्लिमेन्टेसन कसले गर्ने हो त भन्दाखेरिमा चाहिँ त्यो एउटा कलेज एक्लैले लागेर अथवा विद्यार्थी एक्लैको प्रयासमा हुँदो रहेछ। हामीले प्रयास नगरे होइन, हाम्रो लेभलबाट हाम्रो विद्यार्थीहरूलाई चाहिँ के हो त भन्दाखेरिमा पार्ट टाइम भन्दा पनि फुल टाइम पढाएर अलिकति चाहिँ केही इनिसियल इयरहरूमै विद्यार्थीहरूलाई अकाडेमिकको सँगसँगै चाहिँ प्रोफेसनल स्किलहरू हामीले दिन सक्यौँ भने विद्यार्थीहरू थर्ड इयर फोर्थ इयर पछाडि चाहिँ उनीहरूले मजाले जब प्लेसमेन्टमा जान सक्छन् भन्ने हेतुका साथ हामीले त्यो प्रयास गर्यौँ। तर त्यो प्रयास गर्दाखेरिमा चाहिँ नेपालको इकोसिस्टममा चाहिँ अरूले नगर्दा र हामी एक्लैले गर्दाखेरिमा के हुँदो रहेछ भन्दाखेरिमा चाहिँ त्यसलाई चाहिँ सर्वस्वीकार्य हुँदो रहेछ र विद्यार्थीले पनि त्यो किसिमले चाहिँ त्यसलाई फोकस गरेर अटेन्सन चाहिँ लिएर त्यसलाई एकदम मेन्डेटोरी गरेर चाहिँ गर्दो रहेछ। जस्तो हामीले के गर्छौँ भन्दाखेरिमा चाहिँ बिहान 6:30 बजीदेखि 2 बजीसम्म चाहिँ हामी पढाउँछौँ विद्यार्थी। वी आर द ओन्ली कलेज इन काठमाडौँ, वी क्लेम आवर सेल्फ द्याट हामीले चाहिँ त्यत्रो समयसम्म कलेजमै विद्यार्थीलाई राखेर अकाडेमिक कोर्सको कुरा मात्र नभएर चाहिँ प्रोफेसनल कोर्सहरू पनि साइड बाई साइड दिएर गरेका छौँ। कलेजमा विद्यार्थीहरूलाई चाहिँ हामीले फुल टाइम इन्टर्नसिप चाहिँ प्लेसमेन्ट गरिरहेका छौँ। त्यो गर्दाखेरि चाहिँ जो विद्यार्थीले चाहिँ एकदम यसलाई चाहिँ एउटा सिन्सियरली चाहिँ लिएको छ त्यो विद्यार्थीहरू थर्ड इयर फोर्थ इयरमा चाहिँ जब प्लेसमेन्ट गइसकेका छ। अहिले लाखौँ रुपियाँमा महिनाको स्यालेरीमा चाहिँ खान थालिसकेका छ विद्यार्थीहरू। तर जो विद्यार्थीहरूलाई चाहिँ अपर्च्युनिटी त हामीले सेम दिएको, तर म त युनिभर्सिटी इक्जाम पास गर्ने हो, नेपालमा बस्नै छैन, ग्रेजुएट भइसकेपछि बाहिर जाने हो भन्ने सोच भएका विद्यार्थीहरूले चाहिँ के गर्न सकेका छैन भन्दाखेरिमा इक्जाममा त पास भएका छन्, रिजल्ट राम्रो छ, तर के छ भन्दाखेरिमा चाहिँ करियर वाइज रूपमा प्रोफेसनल रूपमा चाहिँ उनीहरूले राम्रो गर्न सकिरहेका छैनन्। त्यसले गर्दाखेरिमा चाहिँ कोर्स करिकुलमलाई मात्र दोष दिनुभन्दा पनि राज्यले चाहिँ यी कुराहरू चाहिँ तिमीहरूले इम्प्लिमेन्ट गर्नुपर्छ भनेर चाहिँ कोर्समा दिनु पर्यो, त्यो अनुसारले भएको छ कि छैन भन्ने कुराको चाहिँ मोनिटरिङ गर्ने, नियमन गर्ने चाहिँ काम नभएको कारणले गर्दाखेरिमा के भएको छ भन्दाखेरिमा कोर्स सिर्जना गरिदिएको छ, ल यो कोर्स पढा भनिदिएको छ, त्यो कोर्स पढाएको छ कि छैन, त्यो कलेजले प्लेसमेन्ट दिएको छ कि छैन, त्यो कलेजले विद्यार्थीहरूको चाहिँ प्रोफेसनल इन्हान्समेन्टको लागि के गरिराखेको छ, इन्टर्नसिप अपर्च्युनिटीहरू चाहिँ दिलाइदिएको छ कि छैन, त्यो कलेजको चाहिँ प्लेसमेन्ट रेट के छ, त्यो कुराहरू जबसम्म राज्यले एउटा एकाडेमिक इन्स्टिट्युसनसँग माग्दैन नि तबसम्म चाहिँ सोचे जस्तो परिणाम आउँदैन। तर पछिल्लो समय जुन कम्पिटेटिभ कोर्सहरू चाहिँ बिआइटीदेखि लिएर सिएसआइटीदेखि लिएर बिबिएदेखि लिएर अन्य धेरै चाहिँ डेटा साइन्सका कोर्सहरू चाहिँ आइरहेका छन्, तिनीहरूले चाहिँ अहिलेको वर्ल्ड कम्पिटेटिभ चाहिँ मेन पावर चाहिँ उत्पादन गरेको छ। तर इम्प्लिमेन्टेसन लेभलमा जुन खालको इन्भाइरोमेन्ट छैन, त्यो इन्भाइरोमेन्टको कारणले गर्दाखेरि अलिकति हामी पछाडि चाहिँ छौँ। सुहाउँदो पाठ्यक्रम छ, करिकुलम छ, रेगुलेसन, रुल्स रेगुलेसन सबै छ, तर कार्यान्वयन इम्प्लिमेन्टेसन चाहिँ भएको छैन। अब जस्तो अब अहिलेको कन्टेक्स्टमा कस्तो छ भने सरकारी विद्यालय कलेज पनि धेरै छन्, त्यही सँगसँगै निजी संस्था कलेज शैक्षिक संस्थाहरू पनि धेरै छन्। अलिकति अब प्रतिस्पर्धा पनि विद्यार्थीको कलेजको प्रतिस्पर्धा पनि धेरै छ र अब पछिल्लो समय कस्तो छ भने पढ्नको लागि अथवा आफ्नो बालबाल अभिभावकले
बालबालिकालाई पढाउनको लागि एकदमै कम्पिटिसन भयो, कलेजहरूले पनि कम्पिटिसन भयो, पढाउन नसकिने अवस्था भयो। निजी क्षेत्रमा सरकारीमा पढाऊँ भने अब राम्रोसँग अध्यापन हुन्छ हुँदैन, राम्रो जनशक्ति उत्पादन गर्न सकिन्छ सकिँदैन भन्ने अवस्था छ आफ्नै छोराछोरीलाई होइन। अलिकति महँगो भयो, प्रतिस्पर्धा भयो, शैक्षिक भन्दा पनि अलिकति व्यावसायिक हिसाबमा चाहिँ गइरहेको छ निजी संस्थाहरू, शैक्षिक संस्थाहरू भन्ने छ। के लाग्छ यहाँलाई? यस्तो छ, अहिले अलिकति के छ नेपालमा, अलिकति उद्योग व्यवसाय अथवा प्राइभेट इन्स्टिट्युसनदेखि लिएर प्राइभेट बिजनेसहरूप्रति हेर्ने दृष्टिकोण विभिन्न कालखण्डमा विभिन्न सरकारहरू आउँदाखेरिमा चाहिँ अलिकति त्यो नेगेटिभ चाहिँ भाइबहरू भएको कुरा जेनजी आन्दोलनबाट पनि हामी प्रश्न हुन्छौँ। धेरै निजी व्यक्तिका घरहरूमा आगो लगायो, व्यवसायमा आगो लगाइयो। व्यवसाय गर्ने मान्छेले व्यवसाय गर्छ, त्योबाट मुनाफा डेफिनेटली लिएर आउँछ, तर उसले त्यो व्यवसाय कानुन अन्तर्गत रहेर गरेन भन्ने कुराको चाहिँ मूल्याङ्कन गर्ने कुरा त राज्यले त्यसलाई चाहिँ अनुगमन गर्नु पऱ्यो, मोनिटरिङ गर्नु पऱ्यो, गल्ती गरेको छ भने त्यसलाई कारवाही गर्नु पऱ्यो, त्यो कुरा हो। तर प्राइभेट इन्स्टिट्युसन खास गरी हेर्ने हो भने नेपालको एजुकेसनलाई आजको दिनमा जुन अहिले हाम्रो झन्डै 86-85% चाहिँ जुन अहिले साक्षरता चाहिँ रेट छ, त्यसको कन्ट्रिब्युसनको कुरा हेर्ने हो भनेदेखि चाहिँ डेफिनेटली प्राइभेट इन्स्टिट्युसनहरूले चाहिँ प्राइभेट स्कुल कलेजहरूले गरिराखेका छन्। तर कुरा कहाँनिर हो भन्दाखेरिमा चाहिँ क्वालिटी एजुकेसन आजको अपरिहार्य चिज हो। सरकारी स्कुलहरूमा चाहिँ एकदमै नेपाल सरकारले यति धेरै रकम खर्च गरेर शिक्षकहरूलाई तालिम दिन्छ, ती तालिम प्राप्त शिक्षकहरूलाई अलिकति चाहिँ पोलिटिकल लिडरहरूले राजनीतिमा अलिकति इन्भल्भ गराएको अथवा केही निश्चित चाहिँ व्यक्तिहरूले चाहिँ शिक्षालाई चाहिँ बिगार्न खोजिरहेको कारणले गर्दाखेरिमा परिणाम राम्रो आइरहेको छैन। त्यो कुरालाई सुधार गर्न सक्ने हो भने धेरै हुन्छ। अब प्राइभेट इन्स्टिट्युसनको कुरा गर्ने हो भने प्राइभेट इन्स्टिट्युसनमा काम गर्ने टिचरहरूले आफैले मेहनत गरेर संस्था यो देशको चाहिँ शिक्षामा एकदम ठुलो कन्ट्रिब्युसन गर्नुभएको छ। र व्यवसायिकको कुरा गर्ने हो भनेदेखि चाहिँ मलाई त्यस्तो लाग्दैन। जस्तै हार्वर्ड युनिभर्सिटीको म इक्जाम्पल दिन्छु। झन्डै मास्टर्स लेभलको एउटा कुनै कोर्स गर्नु पऱ्यो भने 3 करोड 4 करोड रुपियाँ पैसा चाहिँ अब डलरमा कन्भर्ट गर्ने भने 2 लाख 3 लाख डलर चाहिँ पे गर्नुपर्छ। अब नेपालको कन्टेक्स्टको कुरा गर्ने हो भने हामीले चाहिँ 2-2.5-3 लाख रुपियाँमा चाहिँ अहिले मास्टर्स लेभलको कोर्स गरिरहेको छौँ। त्यसले गर्दाखेरिमा चाहिँ त्यसलाई खासै महँगो पर्न भन्न मिल्दैन। तर कुरा के हो त भन्दाखेरिमा त्यति पैसा तिरेर त्यो विद्यार्थीले चाहिँ नेपालमै के अवसर पायो, उसले कस्तो खालको जब पायो होइन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यसले गर्दा जब किन पाउँदैन भन्दाखेरिमा नेपालमा जब पाउनको लागि उद्योग धन्दा खोल्नु पऱ्यो, व्यवसायहरू खोल्नु पऱ्यो। व्यवसाय खोलेर कसैले गरिहाल्यो भने के छ, त्यो व्यवसायिक मात्र चाहिँ केही निश्चित व्यक्तिहरूले चाहिँ यिनीहरूले कमाए खाए भनेर चाहिँ रिस्क गरेर उनीहरूलाई चाहिँ तपाईँको चाहिँ डिमोरलाइज गर्ने, उनीहरूको व्यवसायमा क्षति पुर्याउने काम गरिरहेका छन् भने एक त उद्योग धन्दा सरकारले खोल्दैन, व्यवसाय खोल्दैन होइन। त्यसमाथि पनि के भन्छ खोलेका मान्छेहरूलाई चाहिँ प्रोटेक्ट गर्ने काम सरकारले गर्न नसक्दाखेरिमा नेपालमा चाहिँ उद्योग धन्दाहरू खोल्न सकेका छैनन्। अनि अवसर नपाइसके पछाडि नेपालमा बेरोजगार हुनु पऱ्यो। बेरोजगार भइसके पछाडि के भयो त भन्दाखेरिमा चाहिँ ल यत्रो पैसा खर्च गरियो, के भयो भन्दा जागिर पाइएन। मानिलिउँ आजका दिनमा ब्याचलर्स लेभलमा 10 लाख 12 लाख रुपियाँ पैसा तिरेर विद्यार्थीले ब्याचलर्स ग्रेजुएसन गर्छ। तर त्यो गरेको गर्दा नगर्दै त्यो विद्यार्थी कलेजबाट ग्रेजुएट हुँदा नहुँदै मार्केटमा गएर उसले महिनाको 1 लाख रुपियाँ तलब खाने वातावरण जुन सम्भावना छ आइटी सेक्टरमा, त्यो कुरा चाहिँ राज्यले बनाइदिएको भए उसले त्यो पैसा तिरेको कुरा चाहिँ महँगो मान्थेन। तर 2 लाखै तिरेर पढोस्, 4 लाखै तिरेर पढोस्, तर 4 वर्ष पछाडि उसले जागिर पाउँदैन भने त्यो शिक्षा महँगो भयो भन्ने कुरा त स्वाभाविक रूपले लाग्छ। हार्वर्ड युनिभर्सिटीमा स्नातक तहको 8-9 करोड पैसा तिरेर चाहिँ नेपाली पैसा तिरेर मान्छे पढ्न गइरहेकै छ। त्यो पढाइ भइ नै रहेको छ होइन। नेपालको टप युनिभर्सिटी, वर्ल्डकै टप युनिभर्सिटीको रूपमा लिन्छ। त्यो कारणले गर्दाखेरिमा शिक्षा केही व्यक्तिहरूले चाहिँ गरेका होलान्। जस्तो शिक्षा क्षेत्रमा आउने मान्छेहरू चाहिँ हेर्ने हो भने अहिले चाहिँ कस्तो छ भन्दाखेरिमा चाहिँ एकदम कर्पोरेट हाउसको मान्छेहरू, प्योरली चाहिँ बिजनेस हाउसको मान्छेहरू चाहिँ के छ भन्दाखेरिमा एजुकेसनबाट राम्रो मुनाफा छ भन्ने सोचेर चाहिँ उहाँहरू आएर लगानी गरिरहनु भएको छ। एजुकेसनलाई खास गरी भन्ने हो भने एकदमै व्यापारीकरण गरिएको केही बिजनेस हाउसहरूले गरेका छन्। तर एकाडेमिक इन्स्टिट्युसन खोल्दै गरेका मान्छेहरूलाई उनीहरूको ब्याकग्राउन्ड के हो भन्ने कुरा चाहिँ आइडेन्टिफाई गरेर होइन गर्न सक्ने हो भने त व्यवसायीकरण हुनबाट रोक्न सकिन्छ, एउटा कुरा। अर्को दोस्रो कुरा के गर्ने भने तपाईँ यदि सरकारी स्कुलको हो आजको दिनमा सरकारको लगानी एउटा विद्यार्थीमाथि हेर्ने हो भने झन्डै वार्षिक 75,000 भन्दा बढी भनेको चाहिँ त्यो इन क्यासको कुरा। भौतिक पूर्वाधार सबै के छ भन्दाखेरि निःशुल्क छ होइन। भौतिक पूर्वाधार त नेपाल सरकारकै हो भने त्यहाँ पढाउने टिचरलाई गरेको लगानी र शिक्षा क्षेत्रमा गरेको लगानी चाहिँ हेर्ने हो भनेदेखि चाहिँ एउटा विद्यार्थी बराबर वार्षिक 75,000 रुपियाँ चाहिँ के लागिरहेछ, खर्च लागिरहेछ। तर निजीमा हामी गयौँ भने आज एक कक्षामा पढाउने विद्यार्थीहरूलाई कम्ती तपाईँको चाहिँ धेरै लिने भनेको महिनाको चाहिँ वर्षको चाहिँ 6-7 लाख रुपियाँ फी लिने स्कुलहरू पनि छन्। तर वर्षको 20,000मा पढाइदिने स्कुल पनि छ नि त। राज्यले आज 75,000मा
एउटा विद्यार्थीलाई चाहिँ खर्च गरिरहेको छ सरकारी स्कुलमा, निजीहरूले त्यही कुरा चाहिँ 20,000 25,000 12,000 18,000मा चाहिँ सम्पन्न गरिरहेका छन् भने निजी कसरी महँगो भए? भनेको चाहिँ महँगो भनेको के, एउटा दुईवटा कलेज एउटा दुईवटा स्कुलले चाहिँ एउटा राम्रो इन्फ्रास्ट्रक्चर बनाएर त्यसलाई चाहिँ प्यारेन्ट्सलाई कन्भिन्स गरेर क्यापेबल मान्छेहरूलाई कन्भिन्स गरेर चाहिँ त्यहाँ भर्ना गराइरहेछन् भने चाहिँ एजुकेसन चाहिँ व्यापारीकरण भयो भनेर भन्न मिल्छ जस्तो लाग्दैन होइन। त्यो त राज्यको निकाय हो नि त, उसले चाहिँ दिएको छ भने त्यो खालको कम्प्लायन्सहरू त्यो खालको चाहिँ के फेसिलिटीहरू दिएको छ कि छैन त्यो कुरा पनि हेर्नुपर्छ। त्यसले गर्दाखेरिमा चाहिँ नेपालको एजुकेसन ग्रोइङ फेजमा छ डेफिनेटली, तर के छ त भन्दाखेरिमा यसलाई चाहिँ अलिकति व्यापारीकरण भन्दा पनि अलिकति व्यवसायीकरण गरेर जाउँ भन्ने मेरो कुरा हो। व्यवसायीकरण भनेको के हो त भन्दाखेरिमा चाहिँ आज विद्यार्थीलाई भर्ना लिइसके पछाडि त्यो विद्यार्थीको भोलिको चाहिँ जब करियर के हो त, त्यो विद्यार्थीलाई चाहिँ हामी नेपालमा मात्र होइन, हाम्रा चाहिँ छिमेकमा भएका यता चाहिँ बिगेस्ट कन्ट्रीहरू छन्, बिगेस्ट पपुलेसन छ, त्यो कन्ट्रीहरूमा लगेर हामीले प्लेसमेन्ट गरिदिन सक्ने वातावरण क्रिएट गर्न सक्यो भने, राज्यले त्यो खालको चाहिँ करिकुलम बनाइदियो भने, जस्तो म एउटा इक्जाम्पल लिन्छु, मैले अहिले लामो कुरा गरेँ, आज 7औं 8औं सेमेस्टरमा पढ्ने विद्यार्थीहरूलाई यदि ऊ कलेज नआइकनै उसले चाहिँ इन्टर्नसिप प्रोजेक्ट गर्ने इन्भाइरोमेन्ट बन्यो भने त हामीले त इन्डियामा चाइनामा लगेर अथवा अरू कन्ट्रीमा लगेर प्लेसमेन्ट गरिदिन सक्छौँ। उसले त्यहाँ गएर इन्टर्नसिप गर्छ, प्रोजेक्ट गर्छ, पैसा पनि कमाउँछ, उसले एकाडेमिक पनि पास गर्छ। अनि एउटा दुईवटा विषय भनेर चाहिँ 8औं सेमेस्टरमा सम्म चाहिँ विद्यार्थीलाई कलेजै आउने वातावरण बनाइदियो भने ऊ त नेपालभन्दा बाहिर गएर इन्टर्नसिप गर्न त सक्दैन। अनि नेपालमा इन्टर्नसिप गर्नुको लागि त एकदम लिमिटेड अर्गनाइजेसन छन्, लिमिटेड कम्पनीहरू छन्, त्यसले गर्दाखेरि त्यो इन्टर्नसिप अपर्च्युनिटी नपाउने। तर त्यही विद्यार्थी चाहिँ के छ भन्दाखेरि बाहिर जाँदाखेरिमा पढ्दै लाखौँ रुपियाँ पैसा कमाइरहेको तपाईँ हाम्रो आँखा अगाडि सर्लङ्ग छ। किन नेपालमा विद्यार्थी बस्न चाहँदैन भने त्यति नै पैसा खर्च गरेर अलिकति त्यसमा थोरेर, जस्तै हामी यहाँ 5-7 लाखमा ग्रेजुएट डिग्री अन्डर ग्रेजुएट डिग्री गराइरहेछौँ भनेपछि उनीहरूले गएर त्यहाँ 15-20 लाख रुपियाँ चाहिँ ट्युसन वर्षको 70-80 लाख रुपियाँ खर्च हुन्छ 4 वर्षको डिग्री गर्दाखेरि। हामी हेरौँ न हाम्रो नेपालको एजुकेसन कहाँनिर चाहिँ महँगो छैन भन्दाखेरि हामीले 4 वर्षमा 4 लाख 5 लाख 6 लाख 8 लाख 10 लाखमा गराउन सक्ने ग्रेजुएसन गर्न सक्ने डिग्री आज विदेश जाने विद्यार्थीहरूले, अस्ट्रेलिया युएस जाने विद्यार्थी कम्तीमा 15-20 लाख रुपियाँको म्यानेज गरेर जान्छ भनेको के हो त, त्यो 1 वर्षको फी हो। 4 वर्षमा त उसले चाहिँ 70-80 लाख रुपियाँ पैसा तिर्नु पऱ्यो। त्यो 70-80 लाख रुपियाँ पैसा चाहिँ उसले कसरी तिर्छ भन्दाखेरि कमाएर तिर्छ, र कमाएर कलेजको फी मात्र तिर्दैन, आफू बस्ने खाने मात्र गर्दैन, उसले कमाएर आफ्नो घरमा पनि महिनाको 1.5-2 लाख रुपियाँ पैसा कमाइरहेको छ भने त्यो अवसर पाउने भइसकेपछि त विद्यार्थी जसरी पनि जान्छ नि त। त्यसले त्यो वातावरण चाहिँ हामीले यहाँ बनाउन सक्छौँ, त्यो सम्भावना छ, तर राज्यले चाहिँ त्यो कुरामा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ। यो त भयो समस्या नै समस्याका कुराहरू होइन। यी समस्याहरूको आक्रोश पछिको भदौ 23 र 24 को जेनजी आन्दोलन पछिको अब यो निर्वाचन पनि भइसकिसक्यो, अब केही दिनमै नयाँ सरकार पनि आउँदैछ। अब यो नयाँ सरकार प्रतिको आउँदै गरेको नयाँ सरकार प्रतिको यहाँको धारणा चाहिँ के छ? यस्तो छ, सर्वप्रथम त के छ भन्दाखेरिमा चाहिँ अहिलेसम्म जब 2072 सालमा संविधान बनिसके पछाडि 74 र 79 को निर्वाचनबाट पुराना पार्टीहरूले के भन्ने गर्थे भन्दाखेरिमा चाहिँ अहिलेको निर्वाचन प्रक्रियाबाट कुनै पनि पार्टीको 2/3 त कुरै छोडौँ स्पष्ट बहुमतसम्म आउँदैन भन्ने चाहिँ एउटा जुन भनाइ थियो, त्यो कुरालाई अहिलेको निर्वाचन र त्यसमा चाहिँ राष्ट्रवादी पार्टीले चाहिँ तोडेर झन्डै 2/3 को नजिक पुगेको छ भने चाहिँ समस्या कहाँ रहेछ त भन्दाखेरिमा चाहिँ हामीहरू गभर्निङमा समस्या रहेछ, नेपालका पोलिटिकल लिडरसिपहरूमा समस्या रहेछ भन्ने कुरा देखिएको छ। खैर अहिले चाहिँ नयाँ सरकार बन्दै तर्खरमा छ, तर नयाँ सरकार बन्दै गर्दाखेरिमा चाहिँ यो नयाँ सरकार यहीँको उपजबाट बनेर आएको हो, मान्छे हुने नै हुन्, इन्भाइरोमेन्ट त्यही नै हो, देखेको सिकेको भोगेको सबै कुरा त्यो हो। त्यसले गर्दाखेरिमा चाहिँ नेपालमा टोटल्ली चमत्कारै हुन्छ भन्ने कुरा चाहिँ विश्वास गर्न सकिने आधार त त्यस्तो छैन। तर आशा गर्ने कुरा चाहिँ हाम्रो पुस्ताको मान्छेहरूले चाहिँ अब देशको लिडरसिप बागडोर सम्हाल्दै गर्दाखेरिमा चाहिँ पहिलाको भन्दा के राम्रो हुन्छ भन्ने कुरा त डेफिनेटली हामीले चाहिँ अड्कल गर्न सक्छौँ। तर पुरै चाहिँ चमत्कारिक रूपमै तपाईँको चाहिँ देशमा विकास हुन्छ अथवा चाहिँ गर्ने त्यो वातावरण बन्छ, नेपालको ब्युरोक्रेसी इन्टरनेसनल तपाईँको इन्टरभेन्सन यी यावत कुराहरूले चाहिँ गर्न सक्छ भन्ने छैन। तर अब यसलाई चाहिँ के भन्न सकिन्छ भन्दाखेरिमा चाहिँ एउटा नेपाल अब पोलिटिकल्ली चाहिँ एउटा गुड वेमा चाहिँ जाँदैछ भन्ने कुराको चाहिँ विश्वास गर्न सकिन्छ। अब निजी शैक्षिक संस्थालाई चाहिँ आउने सरकारले कस्तो कदम चाल्ला जस्तो लाग्छ? कसरी अगाडि बढाउला निजी अथवा सरकारी पनि शैक्षिक संस्थालाई चाहिँ कसरी अगाडि बढाउला? अब आउँदो सरकारले चाहिँ शिक्षा र स्वास्थ्य, खास गरी चाहिँ शिक्षा स्वास्थ्य र यातायात यी चाहिँ के हो त भन्दाखेरिमा देश विकासका मुख्य सूचक हुन्। यदि त्यो यसमा चाहिँ यातायातको सञ्जाल राम्रो छैन भने, शिक्षा राम्रो छैन भने, शिक्षा चाहिँ तपाईँ सर्वसुलभ छैन भने, विद्यार्थी पढ्न चाहेको विषय चाहिँ आफ्नै देशमा पढ्न पाउँदैन भने, त्यसपछि स्वास्थ्यको कुरा सर्वसुलभ छैन भनेदेखि चाहिँ डेफिनेटली चाहिँ देश एउटा राम्रो देश हो अथवा चाहिँ विकसित देश हो भन्न सकिँदैन। त्यसले गर्दाखेरिमा चाहिँ
अबको जोड मैले फेरि भने एउटा म एडुकेटर पनि भएको कारणले गर्दाखेरि शिक्षा क्षेत्रमा लामो समय लागेको कारणले गर्दाखेरिमा चाहिँ नेपालले अन्य कुराहरूलाई चाहिँ लेस प्रायोरिटी दिएर यी 3टा कुरामा चाहिँ हामीले प्रायोरिटी दिने हो भनेदेखि हुन्छ। र खास गरी हेर्ने हो भने हामी चाहे त्यो 46 साल पछाडिका चाहिँ शिक्षा मन्त्रीको कुराहरू गरौँ, त्यस पछाडि बन्ने मन्त्रीहरू चाहिँ शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय मैले लिनुपर्छ, मैले चलाउँछु र म देशलाई चाहिँ ट्रान्सफर्म गर्छु भनेर चाहिँ कोही पनि मान्छे आउँदैन। स्वास्थ्य र शिक्षा नेपालका पोलिटिकल लिडर, नेपालका चाहिँ निर्वाचित सांसदहरूको एकदमै लिस्ट प्रायोरिटीमा पर्छ। तर म चाहन्छु म शिक्षा मन्त्रालय चलाउँछु, म स्वास्थ्य मन्त्रालय चलाउँछु, म यातायात मन्त्रालय चलाउँछु भनेर चाहिँ चाहिँ एकदमै चाहिँ विद्वत मान्छेहरूले चाहिँ विद्वत सांसदहरूले होइन एकदमै चाहिँ तपाईँको त्योसँग अनुभव भएका त्यो क्षेत्रसँग चाहिँ अध्ययन गरेका मान्छेहरूले चाहिँ त्यो लिनुभयो भने पक्कै देशको चाहिँ ट्रान्सफर्म हुन्छ भन्ने जस्तो लाग्छ। तर हामीले चाहिँ राम्रो जस पहिलाको भन्दा राम्रो हुन्छ भन्ने कुरामा त हामी छौँ नै। तर के हो त भन्दाखेरिमा चाहिँ अब त्यही हो, एकदम हामीलाई कस्तो चाहिरहेछ भन्दाखेरिमा एकदमै करिजमेटिक चाहिँ चेन्ज चाहिरहेको छ, करिजमेटिक लिडर चाहिरहेको छ र आजको भोलि चेन्ज हुनुपर्ने छ। किन त्यो सम्भव पनि छ यदि राज्य सरकारले लिएको एउटा सानो निर्णयले पनि देशको चाहिँ टोटल ट्रान्सफर्मेसनमा चाहिँ ठुलो चाहिँ योगदान गर्न सक्छ र गरोस् भन्ने लाग्छ। र खास गरी के हो त भन्दा नियमनको कुराहरू, पोलिसीको कुराहरू, सपोर्टको कुराहरू चाहिँ राज्य सरकारबाट एकाडेमिक इन्स्टिट्युसनहरूलाई, बिजनेसहरूलाई, यिनीहरू सबैलाई भयो भने डेफिनेटली राम्रो हुन्छ भन्ने चाहिँ अपेक्षा गर्न सकिन्छ। यहाँको सुझाव पनि यस्तै नै छ। अरू केही सुझाव दिन चाहनुहुन्छ अब बन्दै गरेको आगाउने सरकारलाई यहाँले? यस्तो छ, मैले अब शिक्षासँग सम्बन्धित कुराहरू मैले भने खास गरी अब शिक्षासँगै जोडेको कारणले गर्दाखेरिमा शिक्षा के हुनु पऱ्यो भन्दाखेरिमा चाहिँ वर्ल्ड क्लास शिक्षा हुनु पऱ्यो, शिक्षा उपयोगी हुनु पऱ्यो, शिक्षा गरिखाने हुनु पऱ्यो। हाम्रो शिक्षा के हो त भन्दाखेरिमा चाहिँ हातमा सर्टिफिकेट छ, तर के गर्छ भन्दाखेरिमा विद्यार्थीले चाहिँ केही काम गर भनेर गर्दैन। म एउटा सामान्य इक्जाम्पल दिन्छु। अहिले नेपालको सहरी क्षेत्रको खास गरी कुरा गरौँ, ग्रामीण क्षेत्रको कुरा नगरौँ, सहरी क्षेत्रमा लगभग स्नातक +2 त अनिवार्य सबैले गरेको नै छ र स्नातक पनि धेरैले गरिसकेका छन्। किनभने नेपालमा तुरुन्तै रोजगार नपाउने भइसकेपछि मान्छे खुरुखुरु पढ्छ। आज +2 पास गरेको विद्यार्थीलाई ल एउटा चाहिँ बल्ब फ्युज भयो, त्यो फ्युज भएको बल्ब निकालेर अर्को नयाँ बल्ब फेर भनेर भन्दाखेरिमा त्यो विद्यार्थीले गर्न सक्दैन। तर एउटा चाहिँ इलेक्ट्रिसियन दाइलाई हामीले फोन गर्छौँ, ए दाइ मेरो घरमा बत्ती बिग्रिया छ, यो बनाइदिन आउनु पऱ्यो भन्यो भने त्यो इलेक्ट्रिसियन दाइले के भन्छ, म त अरू काममा व्यस्त छु, म चाहिँ 2 घन्टा पछि आउँछु, 4 घन्टा पछि आउँछु भन्छ। ऊ 4 घन्टा पछाडि चाहिँ आउँछ, आइसके पछाडि उसले के गर्छ भन्दाखेरि बल्ब फेर्छ र कति पैसा हो भन्दाखेरि म त्यहाँबाट आएको 500 रुपियाँ भने। एउटा भनेको चाहिँ त्यो मान्छे के छ, एकाडेमिकल्ली चाहिँ राम्रो छैन, ऊ ट्रेन्ड मान्छे हो, स्किलफुल मान्छे हो, तर के छ भन्दाखेरिमा उसले सामान्य एउटा बल्ब फेरेको चाहिँ 500, एउटा चाहिँ धाराको टुटी फेरेको चाहिँ 1500 रुपियाँ लिन्छ, तपाईँ हामीले तिरिरहेका छौँ। तर आज घरमा बसेको स्नातक गरेको मान्छेले एउटा बल्ब फेर्न सक्दैन, त्यस्तो शिक्षा दिएर हामी चाहिँ देशलाई चाहिँ उन्नति प्रगति बाटोमा ल्याउँछौँ भने कसरी अपेक्षा गर्न सकिन्छ? त्यसले गर्दाखेरिमा गरिखाने शिक्षा र सिपमूलक शिक्षा चाहिँ दिनु अपरिहार्य छ। त्यो कुराको हामीले चाहिँ कक्षा 1 देखि नै सुरु गर्न सक्यौँ भने चाहिँ त्यसले परिवर्तन ल्याउन सकिन्छ। म जस्तो बेलायतका विभिन्न स्कुलहरूमा भिजिट गर्दाखेरिमा चाहिँ आज बेलायतको कक्षा 1 मा पढ्ने विद्यार्थीलाई चाहिँ रोबोटिक्सको क्लासहरू दिइन्छ। त्यहाँबाट पो सुरु हुन्छ त, रियल चाहिँ स्किल चाहिँ दिन्छ, रियल वर्ल्ड स्किलहरू दिन्छ। त्यसमा विद्यार्थीले चाहिँ प्रगति गर्न सक्छ। उनीहरूको कम्युनिकेसन, ल्याङ्ग्वेज, कन्फिडेन्स, त्यसरी पर्सनालिटी, इथिकल भ्यालुज, यी सबै कुराहरू चाहिँ उनीहरूले सिकाउँछन् र उनीहरूको विद्यार्थीहरूले, उनीहरूको देशहरूले चाहिँ राम्रो गर्न सकेका छन्। हामी कहाँ त तपाईँको न इथिकल भ्यालुजहरू हामीले विद्यार्थीहरूलाई सिकाउँछौँ, न उनीहरूलाई चाहिँ हामी इन्सपिरेसन दिन सक्छौँ होइन, न उनीहरूलाई चाहिँ हामीले चाहिँ स्किलफुल चाहिँ एजुकेसन दिइरहेका छौँ। त्यही इक्जाममा पास गर्ने, फेल हुने। अहिले त के छ, फेल पनि गर्न मिल्दैन। अब त जस्तो विद्यार्थीलाई पनि पास गराउने भइसके पछाडि अब निस्किने चाहिँ उत्पादनले चाहिँ ह्युमन रिसोर्सले चाहिँ नेपालको एजुकेसनमा अथवा नेपालको डेभलपमेन्टमा, नेपालको सर्वाङ्गीण विकासमा चाहिँ कस्तो कन्ट्रिब्युसन गर्न सक्ला। आज एसी दिएको विद्यार्थीहरू चाहिँ ले एउटा सामान्य एउटा एप्लिकेसन लेख न त भनेर भन्दाखेरि लेख्न सक्ने अवस्था छैन भने त्यो कुरालाई चाहिँ मध्यनजर गरेर करिकुलम बनाउनुपर्छ जस्तो लाग्छ मलाई। हजुर, कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। र अब हामी चाहिँ गिफ्ट मायाको चिनोतर्फ जाँदैछौँ। यहाँलाई ग्राभिटी होम ट्युसनको तर्फबाट र WI एजुकेसन कन्सल्टेन्सीको तर्फबाट मायाको चिनो रहेको छ। यहाँलाई ग्राभिटी होम ट्युसनको तर्फबाट मायाको चिनो रहेको छ। त्यसै गरी WI एजुकेसन कन्सल्टेन्सीको तर्फबाट यहाँलाई मायाको चिनो रहेको छ। धन्यवाद। कार्यक्रममा यहाँले समय मिलाइदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू, बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद। हस्,
हजुर, द ग्राभिटी सो विथ एआई सेगमेन्टको आजको हाम्रो कार्यक्रम सकिसकेको छ र अन्त्यमा हाम्रो कार्यक्रमको टाइटल स्पोन्सर रहेको छ म्याक्स हब एआई स्मार्ट बोर्ड, को स्पोन्सर रहेको छ WI एजुकेसन कन्सल्टेन्सी, सपोर्टेड बाई नोबेल ब्याङ्क, एफक्युब सिनेमा, टुकी रिसोर्ट, KL टावर, ओसिस क्रिएसन र मिडिया पार्टनर रहेको छ ओएस नेपाल अर्थ सरोकार र शानदार मिडिया। म कार्यक्रम सञ्चालिका प्रमिला राउत पनि बिदा हुन्छु। नमस्कार। टाइटल स्पोन्सर म्याक्स हब एआई स्मार्ट बोर्ड, को स्पोन्सर WI एजुकेसन कन्सल्टेन्सी, सपोर्टेड बाई नोबेल ब्याङ्क, KL टावर, एफक्युब सिनेमा, टुकी रिसोर्ट, ओसिस क्रिएसन, श्री यन्त्र एजुकेसन फाउन्डेसन स्कुल, मिडिया पार्टनर ओएस नेपाल, अर्थ सरोकार, शानदार मिडिया। के तपाईँ सोच्न सक्नुहुन्छ स्मार्ट क्लासरुम कस्तो देखिन्छ? म्याक्स हब स्मार्ट बोर्डले तपाईँलाई एक जीवन्त अनुभवतिर मार्गदर्शन गर्छ। विविध आकर्षण टिचिङ टुल जसले दैनिक शिक्षण अवस्थाहरूलाई जीवन्त बनाउँछ। उत्कृष्ट र समृद्ध अन्तर्क्रिया जुन कल्पना नै गर्न गाह्रो छ। स्मार्ट शिक्षण भन्दा पनि स्मार्ट सिकाइ कक्षा कोठादेखि बाहिरसम्म फैलिएको, हरेक स्थान र आवश्यकता अनुसारको विविध विकल्पहरू। साँचो अर्थमा भन्नुपर्दा एउटा स्मार्ट क्लासरुमको अनुभव। म्याक्स हब पिभोट डिभाइस म्यानेजमेन्ट सिस्टमले बनाउँछ क्लासरुम व्यवस्थापन एकदम सहज। कम्प्लिट क्लासरुम सोलुसन अब मात्र म्याक्स हबमा सम्भव छ। म्याक्स हब स्मार्ट क्लासरुमले बनाउँछ डिजिटल सिकाइ सम्भव। From doubts to expert guidance to the visa success, WI Education Consultancy has helped thousands of students pursue their dream of foreign education. WI Education Consultancy